प्रधानमन्त्री बालेन्द्र शाहमाथि गोली हान्ने धम्कीपछि देशको सुरक्षा संयन्त्र हाई अलर्टमा। पक्राउ परेका 2 किशोर केवल गोटी मात्र हुन्। प्रचण्ड ओली सहित यी 1 दर्जन नेता पर्दैछन् पक्राउ। को छन् रेड जोनमा? यी 10 वटा फाइल एकै पटक खोल्ने तयारीमा गृहमन्त्री। बालेन सरकारको अबको निशानामा जीवी राई। गरियो सहकारी ठगीका नाइके मास्टरमाइन्ड रविकै पूर्व सहकर्मी जीवीलाई हतकडी लगाउने उद्घोष। भ्रष्टलाई नष्ट गर्ने बालेन सरकारको रफ्तारले अत्तालिए पुराना दल। वाम गठबन्धन बनाउन ओली प्रचण्ड नै गर्न थाले छलफल। कसले डुबायो स्मार्ट टेलिकम? को हो मुख्य भिलेन? दूरसञ्चार प्राधिकरण एनसेल वा स्वयं स्मार्ट टेलिकम? कालो सिसा विरुद्ध ट्राफिकको महाअभियान। मन्त्रीदेखि व्यापारीसम्मको गाडीबाट स्टिकर उत्रिँदै के छ अन्तर्राष्ट्रिय अभ्यास? कुर्सीका लागि कम्युनिस्ट नेताहरूको फोहोरी खेल। पद गुम्ने डरले एकता नगर्ने तर सत्ता हत्याउन ओली प्रचण्डको गुप्त तानाबाना। बालेन सरकार बनेपछि डराएका सरकारी कर्मचारीले धमाधम छाड्न थाले जागिर। 90 दिनमै 600ले हात धोएपछि खैला बैला 6 सहसचिव र 17 उपसचिवले समेत छाडे कुर्सी। आफ्नै खाजामा माछाको काँडा भेटिएको 1 हप्तापछि बल्ल ताते गृहमन्त्री सुदन गुरुङ। होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूको निद्रा हराम हुने पक्का।